संसारमा सबभन्दा कसैले प्यार गर्छ त यो जगतमा मेरी आमा मात्रै रहेछन् भनेर छोराको दिमाग खुल्छ। छोरोको दिमागको घैँटोमा घाम लाग्छ अनि आमालाई त्यही बाटो फर्काएर घर लिएर जान्छ। त सज्जन, जगतमा आमाको जस्तो करुणा र माया अरू कसैले गर्दैन। तपाईँ अफिसबाट थाकेर घर जानुस्, बाबाले आजको अफिसको दिन कस्तो भयो भनेर सोध्लान्। तपाईँ अफिसबाट घर थाकेर जानुस्, दाइले आउँदा केही लिएनस् तरकारी भनेर सोध्लान्। भाउजूले आज त मिठो मसिनो खान मन लागेको थियो, केही ल्याउनु भएन बाबु भन्लान्। श्रीमतीले आज त अलि ढिला आउनु भएछ नि त, किन ढिला गर्नुभएको? सधैँ चाँडै आउनुहुन्थ्यो, आज किन ढिला आउनुभयो भनेर सोध्लिन्। तर आमाले बाबु अफिसबाट थाकेर आएको होला, पानी खान्छौ, नास्ता खान्छौ भनेर सोध्छिन्। भले आमाले बनाउन नसक्लिन्, बनाएर दिन नसक्लिन्, मेरो छोरो भोकै छस् कि क्या हो त, अफिसमा केही खाजा खाइस् कि नै भनेर आमाले सोध्छिन्। आमा त्यो शक्ति हो, आमा त्यो करुणा हो, आमा त्यो दयाको सागर हो। आमा जस्तो दया र करुणा यो जगतमा अरू कसैले गर्दैन। तपाईँ स्कुल पढ्नुहुन्छ, अर्थात् स्कुलबाट घर फर्किँदा तपाईसँग हातमा छाता छैन, तपाईलाई पानी पर्यो, बीच बाटोमा लुच्छुक्क पानीले भिजायो, तपाईँ भिज्दै भिज्दै दौडिँदै दौडिँदै घर पुग्नुभयो, पानीले भिजेको शरीरलाई भित्र छिर्दै हुनुहुन्छ। मानौ तपाईलाई तपाईको घरमा छिर्ने बेलामा तपाईकी श्रीमतीले भित्र नआउनु नआउनु, भित्र पानी पानी हुन्छ भनेर भन्छन्। अर्थात् दाइले भित्र नआएजे यसरी रुजेर आउनु भन्दा त मेरो साथीको घर बाटैमा थियो, एकछिन बसेर आउँथिस् नि, किन रुजेर आएको भन्लान्। भाउजूले बाबु भित्र भित्र नआउनु, भित्र पानी पर्छ, फोहोर हुन्छ भनेर भन्लिन्। बाले स्कुलमै बस्या भए हुन्थ्यो नि त, लाटा किन आएको पानीमा भिजी भिजी, एक घन्टै भए पनि स्कुलमा बस्थिस् भनेर भन्लान्। अर्कोले छाता किनेर आए हुन्थ्यो भनेर भन्ला। तर लुत्रुक्क शरीरको भिजेको शरीरलाई आमाले देखिन भने आमाले भन्छन्, हेर हेर मेरो छोरो यो पानीमा भिजेर आएछ, कति चिसो लाग्ला मेरो बाबुलाई, सानोमा पनि निमुन्या भएको मेरो छोरो अब पनि चिसो लाग्छ कि भनेर आमाले हत्त नपत्त कपडा खोल्न लगाएर अर्को नयाँ कपडा दिएर, अर्थात् तातो कपडा दिएर लगाइदिन्छन्। त्यति